या नेपालभरिमा खानेपानी शुद्ध सफा खानेपानी कहाँको हो भनेर ठाउँ गएर सोध्थेँ मैले। पोखरा गएर सोधेँ, पोखराको मेयरहरू, पोखराको कुनै पनि चाहिँ अधिकारीले, पानी सम्बन्धी अधिकारी बोलेन तपाईँ है। कर्मचारी हुँदा काठमाडौँ पनि बोलेन। धुलीखेलमा गएपछि धुलीखेलको त्यही अनि आजभन्दा अलि धेरै वर्ष अगाडि हो, धुलीखेलको मेयरले हात उठाएर भन्यो मेरो चाहिँ ल्याएको पानी खाएर बिरामी भएर देखाउनुहोस्, म 50,000 रुपियाँ तपाईँलाई चाहिँ अनि चाहिँ त्यसको चाहिँ अनि हामी पुरस्कार क्षतिपूर्ति दिन्छु। दिन्छु क्षतिपूर्ति दिन्छु भनेर चाहिँ अनि चाहिँ औँला ठडा हेर्नु। मासु खाऊ ठिक छ, मासु पकाएर खाऊ न, पकाएको मासु खाए भइहाल्यो नि। त्यो काँचो मासु पोलेर सेकुवा बनाएर नखानु। त्यो पोलेर सेकुवा बनाएको कालो भाग चाहिँ ठ्याक्कै आन्द्रामा टाँसिन्छ, त्यसैबाट घाउ बनाएर लङ टर्ममा क्यान्सर निक्लिन्छ भनेर प्रमाणित गर्यो जापानले। यो जापानीहरूले अथवा विदेशीहरू न कतिपयले नेपालमा 2टा सगरमाथा छ पनि भन्थे होइन? तपाईँसँग मैले भने हो नि, हामीसँग कुरा नि भएको थियो। मै हो। के रहेछ 2टा अहिले यसो सगरमाथा? 2टा सगरमाथा भने अब त्यो बेला चाहिँ म त 1999 मा गएको हो। हाम्रो मृत्युदर सम्बन्धी त्यो चाहिँ हामीलाई वर्कसप राखेको थियो जापानले। जम्मा 4वटा देश मात्रै थियो कि हामीलाई बोलाएको। म थिएँ, अनि एउटा नेपालबाट म गएँ, अनि त्यसपछि लाओस थियो, धेरै उच्च यो मातृ मृत्युदर भएको, अर्को बङ्गलादेश, अर्को चाहिँ अनि इन्डोनेसिया। 4 देशका हामी मान्छे थियौँ। अनि उनीहरूले त्यो के भन्यो भने, अनि मैले प्रस्तुति गरेँ। प्रस्तुति गरेपछि टोकियो युनिभर्सिटीको त्यो प्रोफेसर गाइनी अफ्सको प्रोफेसर, हेड अफ द डिपार्टमेन्ट रहेछ उता। ओहो, वाट यु आर डुइङ इन नेपाल? 539 पर 100,000 लाइफ बर्थ पनि कहीँ, अनि चाहिँ त्यत्रो डेथ भएको हेरिरहेका छौ तिमीहरूले नेपाली डक्टर भनेर तर्कायो। अनि पछि के भन्यो भने, यु हेभ टु माउन्ट एभरेस्ट, वान इज इन हिमालयज, एनदर इज डेथ अफ द वुमेन भन्छ। पेल्यो। अहिले के भयो भने युएसआइडीको बजेट काटिएपछि अब डब्लुएचओको त हामी मेम्बरै हुँदैन भनेर अब $200 मिलियन काटियो डब्लुएचओले हरेक वर्ष पाउने पैसा। अनि त्यसले गर्दाखेरि अब उनीहरू कहाँ पनि विक भएको छ। तर अब कतिपय चिजमा त हामीले पनि त दिन सक्थ्यौँ नि। है, बच्चालाई चाहिँ यति महिनामा यो खोप लाउनुपर्छ भनेर त वर्षको चाहिँ अनि 2-4 चोटि त भन्थ्यो, कमसेकम महिनाको 1 चोटि भनिदियो भने त नयाँ आमाहरूले थाहा पाउँदैन थिए। अब यो चाहिँ अनि कुराहरूमा धेरै कम भयो के अब यो मैले भन्न खोजेको के भने, पब्लिक हेल्थ धेरै कमजोर गराउनु भनेको क्युरेटिभ बढाउनु हो। क्युरेटिभ बढाउनु भनेको स्वास्थ्य सेवाको लागत बढाउनु हो। नमस्कार, स्वास्थ्य लाइभमा स्वागत छ। म अर्जुन अधिकारी र आज हाम्रो पाहुनाको रूपमा उपस्थित हुनुहुन्छ जनस्वास्थ्यविद डाक्टर बाबुराम मरासिनी। डाक्टर साहब, स्वागत छ। हस्, धन्यवाद, नमस्कार। 10 वर्षपछि यसरी बस्न पाइयो, एउटा सौभाग्य पनि हो। र तपाईँ आरामै हुनुहुन्छ भन्ने हजुर, ठिक छ, एकदम अपेक्षा पनि छ। हजुर, ठिक छ। 10 वर्ष पहिलाको स्वास्थ्य र अहिलेको स्वास्थ्यलाई तपाईँले कसरी हेर्नु भएको छ? बेला बेला तपाईँका अन्तर्वार्ताहरू त म हेरि नै रहेको हुन्छु, सुनिरहेको हुन्छु। त्यो बेला नीतिगत स्पष्टता थियो हाम्रो। अब चाहिँ त्यो बेलाको नीतिगत स्पष्टता के हो भने, त्यो मिलेनियम डेभलपमेन्ट गोलहरू चाहिँ सहस्राब्दी चाहिँ लक्ष्यहरू चाहिँ 2015सम्म सबै पुरा गर्ने। अनि त्यसपछि त्यसको लागि अब चाहिँ नेपाल सरकारको खास गरी अर्थ मन्त्रालयको नि प्रतिबद्धता एकदम उच्च थियो। अनि दाताहरूको पनि एकदमै उच्च प्रतिबद्धता थियो। एकचोटि त यति धेरै पैसा दिए दाताहरूले, अर्थ मन्त्रालयले भन्छ तैँले यो पैसा कहाँ मलाई भनेको, यतिका यो विदेशी बजेट किन ल्याएको, यो त हामीले राख्नै सक्दैनौँ बजेटमा भनेर अर्थ मन्त्रालयका साथीहरूले भन्नु हो मलाई। तपाईँ त्यतिखेर? म मन्त्रालयमै थिएँ। अनि चाहिँ मैले चाहिँ अनि चाहिँ अब यसरी यो लानु पऱ्यो, यो हामीले अब चाहिँ जुनसुकै हालतमा यो यसलाई पुरा गर्नुपर्छ, यो सहस्राब्दी लक्ष्य, त्यसो गर्दाखेरि यो बजेट हाल्नै पर्छ भनेर चाहिँ मैले अब चाहिँ त्यो बजेटको दाताको प्रतिबद्धता सहितको चिज देख्दाखेरि अर्थ मन्त्रालयले चाहिँ अनि एकदम अप्ठ्यारो पार्यो। यति बजेट राखिदिएपछि त यो बजेटमा निरन्तरता चाहिन्छ अर्को वर्ष। यो निरन्तरता यदि दाताले दिन सकेनन् भने त अर्थ मन्त्रालयको बजेटमा हाल्नुपर्छ। यो अब त्यस्तो थियो। बजेटमा पनि अब के हुन्छ भने नीतिगत रूपमा मात्रै भएर हुन्न कि, बजेटमा कार्यक्रममा पनि एकदमै स्पष्टता थियो। हामी स्पष्ट रूपले अगाडि बढाएका थियौँ। अनि त्यही अनुसार हामीले धेरै कुरामा त्यो बेला चाहिँ होइन, अब 2टामा त हामीले अन्तर्राष्ट्रिय पुरस्कारै पायो। मातृ मृत्यु दर घटायो एकदम चाँडो नेपालले भनेर चाहिँ
संयुक्त राष्ट्रसङ्घले महासभाको मिटिङमा हाम्रो प्रधानमन्त्री माधव नेपाल जानुभएको थियो। त्यसपछि बान की मुन भन्ने चाहिँ महासचिव हुनुहुन्थ्यो। उहाँले चाहिँ ब्रिटिस प्रधानमन्त्रीलाई पनि बोलाउनु भयो होइन, ब्रिटिस प्रधानमन्त्री पनि आउनुभयो। अनि चाहिँ हाम्रो चाहिँ स्वास्थ्य सचिव हुनुहुन्थ्यो त्यो बेला चाहिँ डाक्टर सुधा शर्मा, उहाँलाई अनि चाहिँ अगाडि बोलाएर एवार्ड दियो। त्यो 2004तिर होइन, पछि त्यो त मलाई लाग्छ 11-12तिर दिएको, 10-11तिर कहिले दियो। त्यसैको फेरि 1 वर्षको आसपासमा गाविले चाहिँ अन्तर्राष्ट्रिय अनि चाहिँ त्योले पनि अनि संसारभरिका स्वास्थ्य मन्त्री बोलाएर, मलाई लाग्छ यो भियतनाममा हो, उनीहरूले अन्तर्राष्ट्रिय त्यो चाहिँ अनि चाहिँ मिटिङ गर्यो, कन्फरेन्स गर्यो। त्यो कन्फरेन्समा नेपालले चाहिँ बाल स्वास्थ्यमा चाहिँ असाध्यै धेरै काम गर्यो, बाल मृत्यु दर घटायो भनेर त्यहाँ पनि उसले चाहिँ हामीले चाहिँ इन्टरनेसनल एवार्ड पायौँ। अनि त्यसको साथसाथै हामीले चाहिँ एचआइभी एड्स र यो मलेरियाको पनि एकदमै राम्रो प्रोग्रेस भयो। अलिकति कमजोरी देखिएको चाहिँ अनि चाहिँ टिबीमा थियो। क्षयरोगमा चाहिँ त्यति हामीले चाहिँ अनि चाहिँ जो अब यो 5वटा यो बाल मृत्यु दर घटाउने, मातृ मृत्यु दर घटाउने, मलेरियाबाट चाहिँ अनि चाहिँ को सङ्क्रमणबाट धेरैलाई अब चाहिँ त्यो कति 3/4 कति घटाउने भनेको थियो, एचआइभी एड्स घटाउने, टिबी घटाउने। टिबीमा चाहिँ त्यति धेरै सन्तोषजनक थिएन। त्यो बाहेक अरू सबको प्रगति चाहिँ हाम्रो राम्रो भयो। ओके, अहिले पनि टिबीमा त समस्या छ। अहिले पनि टिबीमा चाहिँ धेरै समस्या छ। एमडिआर टिबीको कुरा भयो। अहिले पहिलाको जस्तो त्यो स्रोतहरू पनि त्यस्तो छैन। त्यो बेला चाहिँ तपाईँको अलिकति हाम्रा सूचकाङ्कहरू कमजोर छन्, खराब छन् भन्ने हिसाबले पनि त डोनरले अलिक बढी सपोर्ट गरे हो कि अहिले अलिकति राम्रो हुँदै गएपछि डोनर पनि थोरै ब्याक भए हो कि? हो, त्यो पनि हो। त्यसमा अब नीतिगत रूपमा के भन्यो भने हामीले चाहिँ अब 2002मा 2002को 10औँ योजनालाई चाहिँ त्यो गरिबी निवारण योजना भनेर यो हाम्रो राष्ट्रिय योजना आयोगले घोषणा गर्यो। अनि त्यसमा चाहिँ यो चाहिँ गरिबी निवारणभित्र अब चाहिँ स्वास्थ्यले कसरी अनि चाहिँ यो योगदान गर्न सक्छ भनेर हामीले त्यसमा फेरि अनि चाहिँ गरिबी निवारणलाई सहयोग गर्नलाई के अब स्वास्थ्यले कुन कुन चिजमा चाहिँ हात हाल्यो भने गरिबी निवारण चाहिँ चाँडो अनि चाहिँ कम हुन्छ भन्ने किसिमले पनि हाम्रो छुट्टै योजना बनायौँ। त्यो योजनालाई चाहिँ राष्ट्रिय योजना आयोगले पनि मान्यता दियो। अनि त्यो हेरेपछि दाताहरूले भने हामी तिमीहरूलाई पैसा दिन्छौँ। ब्रिटिस त्यो चाहिँ अनि चाहिँ इन्टरनेसनल एफआइडी मिनिस्टर आउनुभएको थियो। यहाँ चाहिँ नेपाल सहायता समूहको मिटिङ पनि भयो 2004मा। अनि चाहिँ वर्ल्ड ब्याङ्कको भाइस चेयरम्यान पनि आएको थिए। उनीहरूले दुइटै भने तिमीहरूले छिटोभन्दा छिटो यो डकुमेन्टहरू पास गरौ, नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रम चाहिँ छिटोभन्दा छिटो स्वीकृत गर, पास गर, विल गिभ यु $100 मिलियन। अनि त्यो दिन्छौँ, हामीले चाहिँ ग्रान्ट दिन्छौँ भन्थ्यो। चाँडै गर ओपनली भनेर गयो उनीहरू त। अनि तर त्यही अनुसार हामीले रातारात काम पनि गऱ्यो। काम गरेर यता चाहिँ सबै नेपाल सरकारको मन्त्री परिषदको निर्णयबाट जम्मै निर्णय भइसकेपछि अनि उनीहरूले त्यो अनुसार त्यो सहायता पनि दिए। त्यो देखेपछि अरू डोनरलाई चाहिँ अहिले चाहिँ अप्ठ्यारो पर्यो, सँगसँगै जानुपर्ने भयो। अब अहिले उनीहरूले पनि त्यो भएको सहायता पनि बढाउनु पर्ने। अनि त्यसपछि अनि चाहिँ अलिकति अब त्यो प्रोजेक्टको बेसिसमा अथवा एउटा चाहिँ प्रोग्रामलाई मात्रै पैसा दिने चलन थियो त्यहाँ। अनि चाहिँ उनीहरूले डिएफआइडी र वर्ल्ड ब्याङ्कले के भने हामी प्रोग्रामलाई दिन्नौँ, हामी स्वास्थ्यलाई दिन्छौँ, तिमीहरूलाई जहाँ जहाँ चाहिन्छ जहाँ जहाँ चाहिँ त्यहाँ अनि चाहिँ उ गरेर होइन। अनि यो पैसालाई चाहिँ यसलाई चाहिँ अनि त्यो शीर्षकमा छुट्याएर त्यही अनुसार अब जनशक्तिलाई चाहिन्छ राख, औषधि किन्नुपर्छ राख, भवन बनाउनुपर्छ त्यो पनि ठिक्क किसिमले राख। यो चाहिँ गरेर चाहिँ यसरी चाहिँ अनि चाहिँ स्वास्थ्य क्षेत्रलाई दिन्छौँ हामी, कुनै एउटा कार्यक्रम विशेषलाई दिँदैनौँ भनेर चाहिँ दिएको कारणले गर्दाखेरि अनि धेरै अब चाहिँ मात्रामा हाम्रो चाहिँ अनि स्वास्थ्यको चाहिँ भवनहरू पनि बने, औजार उपकरणहरू पनि भयो। त्यो बेला चाहिँ औषधिको त्यो औषधि एकदम नियमित भयो होइन। औषधिको चाहिँ कमी चाहिँ धेरै भएन। त्यसैले राम्रो भयो त्यो बेलामा चाहिँ। अनि हामीले अलिकति त्यो बेला विकेन्द्रीकरणलाई पनि त्यो बेला चाहिँ अलिक बसी प्राथमिकता दियौँ होइन। विकेन्द्रीकृत योजनामा मात्रै स्वास्थ्यले राम्रो गर्न सक्छ, केन्द्रीकृत योजनामा चाहिँ स्वास्थ्यले त्यति राम्रो गर्न सक्दैन भन्ने खालको एउटा अवधारणा छ। त्यो अवधारणालाई पनि हामीले अगाडि बढाइदिउँ। त्यसले गर्दाखेरि अनि त्यो बेला त धेरै सबैतिरबाट राम्रो हो। अहिले पछिल्लो समय यसो मन्त्रालयमा गएर त्यो डाटा हेऱ्यो भने त्यो बेला
पैसा दिन्छु भनेर आएका दाताहरू अहिले चाहिँ दिएको पैसा पनि बिचैमा झिकेर लाने अवस्था आयो। त्यो पनि कहाँ लाने? अफ्रिकातिर बढी डाइभर्ट गर्ने अवस्था आइरहेछ। उनीहरूको त्यो बेला नै अनि चाहिँ त्यो दाताहरू अलिकति अफ्रिकातिर बायस भइसकेका थिए। अब सम्मेलन गर्न पर्यो भने ठुल्ठुलो सम्मेलन अन्तर्राष्ट्रिय ग्लोबल यो कन्फरेन्स गर्ने हो भने पनि अफ्रिकातिर गर्ने। त्यो गर्दाखेरि पनि के हुने भयो भने करिब चाहिँ 190-95 देशका यो चाहिँ प्रतिनिधिहरू अफ्रिकातिरै जाने भए, प्लेन चढ्ने भए, 2-4 दिन होटेलमा बसिदिने भए, त्यहाँबाट अलिअलि केही किनेर पनि ल्याउने भए। त्यसो गर्दाखेरि अनि चाहिँ त्यो दाताहरूको चाहिँ अनि चाहिँ त्यो भइसकेको थियो। अब एसियातिर चाहिँ धेरै चाहिँदैन। फेरि एसियामा त हामी चाहिँ कति थोरै रहेछौँ कि हामी चाहिँ। अफगानिस्तान पहिलापछि त लास्टमा त म छोड्ने बेला गरिब बनाए त हामी 2टा मात्रै थियौँ। एउटा नेपाल, अर्को अफगानिस्तान। गरिब देश। गरिब बनाए। उनीहरूको पैसा दिने उनीहरूको जबकि अब अफ्रिका त टन्नै छ। अफ्रिका त 20औँ-25औँ देश चाहिँ अनि छ। त्यसो गर्दाखेरि उनीहरूले चाहिँ यो 2टा देश मात्रै त हो नि भनेर हामीलाई त्यहाँ चाहिँ अलिकति अब चाहिँ अलि आँखा त्यो चाहिँ चिम्लिन सुरु गरिसक्यो। अलि धेरै चाहिँ दुःख पनि कर्मचारीहरूले दिए भन्छन् कि गर्न नसक्ने जम्मा 4 वर्षको प्रोजेक्ट लिएर आउने 2 वर्ष चाहिँ स्वीकृति लिनै लाग्ने अनि बाँकी कामै गर्न नसक्ने हिसाबले पनि वातावरण मिलाइदिनुपर्छ भन्छ हैन। काम गर्नलाई वातावरण मिलाइदिने हो कि अनि वातावरण मिलाउने काममा चाहिँ हामी चाहिँ ज्यादै कमजोर छौँ। एउटै मान्छेले कहिलेकाहीँ धेरै दिनसम्म रोकिदिने अनि त्यो किन रोकिदियो यो कुरो भनेर चाहिँ अनि त्यसको खोज तलास केही पनि नहुने। फलानाले चाहिँ मानेन भन्यो भने सबैले अनि मन्त्रीले पनि बोल्दै नबोल्ने, सचिवले पनि नबोल्ने, अर्थ मन्त्रालयकाहरू पनि नबोल्ने। त्यस्तो छ भने अर्को चाहिँ अनि चाहिँ दाताहरूको व्यापक रूपमा उनीहरूको शिकायत के थियो भने यो अब हामीले अब चाहिँ अनि ल अब यो प्रोजेक्ट फलाना यो चाहिँ अनि चाहिँ प्रोग्रामको कार्यक्रम प्रमुख फलानालाई हामीले मान्यौँ, त्यसलाई विश्वास गऱ्यौँ, 5 वर्षसम्म यसलाई नचलाओ। उनीहरूको भनाइ त्यही हुन्थ्यो। यो रिटायर भयो बिचमा भने बेग्लै कुरा हो, न त यसलाई चाहिँ अनि चाहिँ 5 वर्षसम्म त्यही राख, सरुवा नगर भने 6 महिनापछि फेरि सरुवा गरिदिन्छ। त्यही किचकिच गर्छन्। त्यहीबाट चाहिँ अनि कर्मचारी पनि त इमान्दार भएन नि। कर्मचारी पनि उसको मामा अर्को चाहिँ अनि कहीँ कुनै अर्को अब ठुलो चाहिँ अनि चाहिँ मामाले ठुलो प्रोजेक्ट लिएर आउने भयो भने मामा म त त्यहाँ जानु पर्यो, यो म यहाँ छोडिदिन्छु भनेर यहाँ छोडिदिन्छ। यहाँ त्यत्रो जिम्मेवारी ल्याएको छ, सारा मान्छेको यो चाहिँ अनि मन्त्रालयको पुरै अब चाहिँ प्रतिबद्धता छ, नेपाल सरकारको प्रतिबद्धता छ। त्यो छोडेर फेरि अनि त्यहाँ चाहिँ सोर्स फोर्स लाएर उ गरेर अनि चाहिँ अर्कोतिर चाहिँ जहाँ राम्रो छ त्यतातिर चाहिँ जान खोज्ने। त्यसले पनि कर्मचारीको यो अलिकति हाम्रो व्यक्तिगत चाहिँ आचरण भने पनि हुन्छ यसलाई। त्यो आचरण पनि ठिक किसिमको भएन, सुधार्नुपर्छ। एउटा ठाउँमा चाहिँ सुधारेर आफ्नो रेकर्ड अनि चाहिँ बनाएर गएको भए पो राम्रो हुन्थ्यो। यता छोडेर गएछ, उता छोडेर गएछ, उता छोडेर गएछ, उसको रेकर्ड कहीँ पनि नबन्ने हो। कहाँ काम गरेर देखायो भनेर 15 वर्षपछि हेर्दाखेरि धेरै कर्मचारीहरूको केही पनि देखिँदैन। यो मोडलले हामी लक्ष्यमा पुग्न सक्छौँ त? सक्दैन अहिलेको मोडलले त। अहिलेको त यसलाई के गर्नुपर्छ? अनि यसमा त अब यो हेर्नुहोस् अहिले अब हामी कहाँ धेरै किसिमको हामी कहाँ अब यो अब MBBS पढायो भने त हाम्रो चाहिँ इन्स्टिच्युट अफ मेडिसिनको त्रिभुवन विश्वविद्यालयको सबभन्दा राम्रो शिक्षा कहाँ भन्दाखेरि त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानको MBBS कार्यक्रम हो। त्यसको छुट्टै गरिमा थियो। अहिले इन्जिनियरिङ अध्ययन संस्थानको चाहिँ अनि चाहिँ BE कार्यक्रम असाध्यै राम्रो हैन। एयरबस कम्पनीले कतिजना त्यहाँबाट निक्लेका इन्जिनियरहरूलाई अहिले भारतमा चाहिँ तालिम गराएर उहाँ लान लाछ एयरबस भनेर त्यसरी उल्टा गइरहेछ। अनि अस्ति पनि अब मैले हेरेँ सिङ्गापुर सरकारले डाक्टरहरू लिनु पर्यो। डाक्टर लिँदाखेरि उसले चाहिँ अनि संसारको अनि चाहिँ त्यो देशहरूका अनि अब कति देशको त्यो सर्ट लिस्टिङ गरेछ कि उसले के गर्यो भने पाकिस्तानको एउटा मेडिकल कलेज, होल इन्डियाको त्यत्रो इन्डियाको एउटा मेडिकल कलेज मणिपाल है, मणिपाल कर्नाटकको मणिपाल, अनि त्यस्तै श्रीलङ्काको एउटा, नेपालको एउटा पनि राखिदिएन। यतिका प्राइभेट छन् उ छन्, हाम्रो केयु अन्तर्गत छ, टियु अन्तर्गत, IUM छैन। त्यसै गर्दाखेरि अब यो चाहिँ अलिकति हाम्रो एजुकेसन पनि हाम्रो अब अहिले चाहिँ यो स्वास्थ्यको खास गरी स्वास्थ्यको शिक्षा चिकित्सा शिक्षा चाहिँको स्तर चाहिँ खस्केको छ पहिलाको भन्दा। त्योलाई उकास्नको लागि चाहिँ यहाँ चाहिँ केही काम पनि गरिएको छैन। सुधार्नु पर्यो नि त अब चाहिँ अब यसलाई माथि उकास्न त। त्यसैले अब चाहिँ अहिले अब धेरै चुनौतीहरू बढेको छन् यहाँ चाहिँ। हामी कहाँमा चाहिँ स्वास्थ्य भनेको अब डक्टर बुझ्छौँ, औषधि बुझ्छौँ होइन, यस्तै बुझ्छौँ। अब
एउटा पब्लिक हेल्थको नजरमा स्वास्थ्य चाहिँ के रहेछ? यहाँ नेपालभरिमा खानेपानी शुद्ध सफा खानेपानी कहाँको हो भनेर ठाउँ ठाउँमा गएर सोध्थेँ मैले। पोखरा गएर सोधेँ, पोखराको मेयरहरू, पोखराको कुनै पनि चाहिँ अधिकारीले, पानी सम्बन्धी अधिकारी बोलेन, तपाईँ होइन? कर्मचारी हुँदा? काठमाडौँ पनि बोलेन। धुलीखेलमा गएपछि धुलीखेलको त्यही अनि आजभन्दा अलि धेरै वर्ष अगाडि हो, धुलीखेलको मेयरले हात उठाएर भन्यो मेरो चाहिँ ल्याएको पानी खाएर बिरामी भएर देखाउनुहोस्, म 50,000 रुपियाँ तपाईँलाई चाहिँ अनि चाहिँ त्यसको चाहिँ अनि हामी पुरस्कार क्षतिपूर्ति दिन्छु। दिन्छु, क्षतिपूर्ति दिन्छु भनेर चाहिँ अनि चाहिँ औँला ठडाएन। भनेपछि त एउटा धुलीखेल बाहेक मैले माने तिमी जनप्रतिनिधि हौ अनि माथिबाट ल्याएरैछु ऋषिको मुख हाम्रो गोदावरीको माथिबाट अनि अनि तिमीले ल्याएको पानीमा मैले यसरी यसरी ल्याएर पानी चाहिँ ल्याएको छु भनेर चाहिँ उहाँले भन्नुभयो मेयर साहबले त्यो बेलाको। अनि त्यहाँबाट मैले चाहिँ अनि तपाईँले भनेको माने भनेपछि त हामी त्यो यतिका अब अहिले चाहिँ हेऱ्यो भने 752 अनि चाहिँ नगरपालिका महानगरपालिकाको पानीको स्थिति के त? त्यो पानीको अनि पानी खाएर चाहिँ डायरिया भएको भयो भने, टाइफाइड भएको भयो भने अनि बिमाको अनि चाहिँ स्रोत युज गरेर फेरि दिनका दिन अनि चाहिँ अस्पताल धाइ गर्नुपर्ने। हामी त पहिला त पब्लिक हेल्थको कुरा पनि त गर्नु पर्थ्यो नि। त्यसो त हामीले चाहिँ अब साधारण कुरो पानीलाई हामीले चाहिँ अनि चाहिँ एकदमै पानी खाएको कारणले मान्छे बिरामी हुनुपर्नेबाट हामीले चाहिँ धेरै ठाउँमा रोक्न सक्नु पर्थ्यो। त्यो चाहिँ हामीले चाहिँ रोक्न सकेनौँ। अब त्यो चाहिँ एउटा ठुलै पब्लिक हेल्थ हो हेर्नुहोस् है, होइन? त्यसबाट रोक्न सक्नु चाहिँ ठुलै पब्लिक हेल्थ हो। अब चाहिँ थाईहरूले भन्थे एकदम दुःख दियो नि हामीलाई त पानीले। अनि पछि अनि चाहिँ पानी चाहिँ हामीले चाहिँ बोइल गरेको पानी बोतलमा हालेर सप्लाई गऱ्यौँ, त्यसपछि कम भयो। सारा मान्छेको घाँटी दुख्ने, टाइफाइड हुने, जन्डिस हुने, डायरिया भएको भयो भने, टुरिस्ट बिरामी हुने, सरकारको गाली खाइ गऱ्यौँ हामीले। प्रधानमन्त्रीले बोलाएर गाली गरी छन् हामीलाई। स्वास्थ्य मन्त्रीले के भयो यो अनि ब्याङ्ककमा यो टुरिस्ट बिरामी भएको भइछन् है? यो त भएन नि, यतिका टुरिस्ट आउने ठाउँमा यसरी बिरामी हुन थालेपछि के हुने हो? यो पानी कसरी सफा हुन्छ? अनि पछि गएपछि बल्ल तल्ल गरेर हामीले उनीहरूले पानी चाहिँ त्यो बोइल गरेर बोतलमा हाल्न लागेछन्। अनि त्यो बोतलको अब 20 बाट्टिन्थ्यो त्यो बेला, अति सानो बोतलको। अनि त्यो सप्लाई गर्न थालेपछि अनि कम भयो भन्थ्यो कि। अनि त्यसैले गर्दाखेरि अब यो हामीले अब खानेपानी, सरसफाइ, होटलको खानेकुराहरू अब अब यो घरभित्र अब चाहिँ धुवा छ कति ठाउँमा, त्यो घरभित्रको धुवाले साना बच्चाहरूलाई चाहिँ पटक पटक न्युमोनिया भइराख्ने, ठुला मान्छेहरूलाई यो दमसम खोकी लागेका मान्छेहरूलाई फेरि पटक पटक चाहिँ दमखोकी भएर चाहिँ अस्पताल जानुपर्ने, एन्टिबायोटिक खानुपर्ने। अब यस्तो चिज चाहिँ यसबाट त हामीले त अब एकचोटि त ल्यायो। अब डाक्टर बाबुराम भट्टराईले त उहाँले भन्नुभयो कि हामी चाहिँ यो चाहिँ घरभित्रको धुवा प्रदूषण चाहिँ यो कति 2017 को 18 भित्र हामी चाहिँ हरेक घरमा चाहिँ अनि धुवा रहित चुलो बनाऊ भन्नु, धुवा कम अभियान पनि चलाएको। बिच यहाँ रोकिदियो सरकारले। नरोक्नु पर्छ नि त्यो कुरो। यो खानेपानीमा पनि हामीले चाहिँ पुरा अब चाहिँ क्याम्पेनमा जानु पर्थ्यो। अब यो 365 दिनै हामी चाहिँ यो चाहिँ शुद्ध सफा खानेपानी चाहिँ तपाईँले धारा थापेर पानी खान सक्नुहुन्छ, गिलासमा पानी थापेर भन्ने गरी चाहिँ नि जानु पर्थ्यो नि। अब त्यो नगर्दाखेरि के हुन्छ होइन, हाम्रो त्यो अब पब्लिक हेल्थ विक भयो। अब त्यसले गर्दाखेरि चाहिँ क्युरेटिभको खर्च बढेर गयो कि। पब्लिक हेल्थ किन विक भएको कारण के हो? अब यस्तै अब कसैले यो ध्यानै दिएको छैन यसलाई चाहिँ। खानेपानीलाई ध्यान छैन, मान्छेले यसरी चुरोट खाएर कति मान्छे हेर्नु तपाईँले सोध्नु के भयो क्यान्सर। जबसम्म समस्या हुँदैन, देखिँदैन, तबसम्म राज्य या पब्लिक हेल्थ कोही पनि उठ्नेवाला छैन। छैन त्यो भन्दै नभने। अब हेर्नु, अब माछाको सेकुवा खाँदा रहेछन् जापानीले। माछाको सेकुवा खाएपछि चाहिँ पेटको आन्द्राको क्यान्सर भयो जापानमा। जापानीले यो क्यान्सर माछाको सेकुवा खाएर भएको भनेर प्रमाणित गरिदियो। उनीहरूका व्यापक रूपमा त्यसको बारेमा चाहिँ प्रचार भएर अहिले चाहिँ त्यो चाहिँ नि बन्द जस्तै भइसक्यो। तर अब हामीले चाहिँ के गरेका छौँ, जहाँ पनि अब चाहिँ सेकुवा चलाइदिएको छ। त्यो समस्या त यहाँ पनि हो। त्यो सकिरहेको छ। त्यसले गर्दाखेरि हामी यहाँ आन्द्राको क्यान्सर पनि एकदमै बढेर गयो, फोक्सोको क्यान्सर बढेर गएको छ। चुरोटले चुरोटलाई हामीले कम गर्न सकेका छौँ होइन। अब केहीमा पनि हामी चाहिँ अनि चाहिँ यो रोकथामतिर होइन कि खालि अनि चाहिँ अपरेसन गर्ने, काट्ने अनि महँगो उपचार गर्ने बाहेकतिर चाहिँ सोचाइ नै भएन कि। त्यसले गर्दाखेरि अब यहाँको पब्लिक हेल्थ धेरै कमजोर भन्दा धेरै कमजोर भइसक्यो। यो विगत 8-10 वर्ष यता त कमजोर भइसक्यो। त्यो चाहिँ पब्लिक हेल्थ एक्सपर्टहरूको कुरा राज्यले नसुनेको या राज्यले पनि सुन्न नचाहेको, उहाँहरूलाई चाहिँ बोलाएर छलफल
परामर्श नगरे एउटा कारण त त्यो पनि होला। त्यो पनि त्यो कहिलेकाहीँ अब कस्तो हुन्छ भने जस्तो यो नेपाल प्रहरीले यो मापस्य लागू गर्छु भन्यो कि सारा मन्त्रालयमा विरोध गर्न थाल्यो। म त्यहीँ छु, मैले किन विरोध गरेको? यस्तो चिर्छु भने विरोध गर्ने हो? यो नेपाल प्रहरीले राम्रो गरेको छ, यसले त कैयौँ धेरै अनि चाहिँ अनि यो 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 एक्सिडेन्टबाट हुने मृत्यु त घटाउने भयो ती। अनि त्यो मात्रै होइन, संसारले अब यहाँ चाहिँ अनि चाहिँ संयुक्त राष्ट्रसङ्घले लक्ष्य दिएको छ यो घटाउ यो चाहिँ अनि चाहिँ रोड ट्राफिक एक्सिडेन्टबाट हुने चाहिँ यो अहिलेको भन्दा चाहिँ घटाएर लानुपर्छ 2030सम्म भनेर चाहिँ टार्गेटै दिएको छ। अब तपाईँहरू विरोध गर्ने यो हुँदैन। यो हामीले यो स्वास्थ्य मन्त्रालयले यसको चाहिँ सपोर्ट गर्नुपर्छ। ल गरिदिनु नि त, कसरी गर्नुपर्छ भनेर चाहिँ सचिवजीले भन्नुभयो। अनि मैले विश्व स्वास्थ्य सङ्घको प्रतिनिधि हुनुहुन्थ्यो डाक्टर लिनाङ, तपाईँले 10वटा ब्रेथलाइजर किनिदिनु, चिठी चाहिँ अनि हामी मन्त्रालयबाट पठाउँछौँ भनेपछि हामीले चाहिँ अनि के गर्यौँ भने उहाँले चाहिँ अनि चाहिँ अब टाउको चाहिँ हल्लाउनु भयो, चिठी पठाइदिउँ। अनि प्रहरीले त्यो गरेर चाहिँ अनि चाहिँ गर्नुपर्ने रहेछ। अनि त्यसपछि चाहिँ रक्सी खाएको नखाएको सुँग्दाखेरि त उसलाई त प्रहरीलाई त रिस्क भयो नि। त्यो बिरामीको रोगहरू यो चाहिँ अनि चाहिँ रहेछ भने मान्छे कोही अब रुगा लागेको रहेछ, कोही टिबी रहेछ भने त उसलाई सर्ने डर भयो प्रहरीलाई त। त्यसो भएको हुनाले त्यो ब्रेथलाइजर हामीले चाहिँ 10वटा किनिदियौँ। त्यसपछि अनि चाहिँ प्रहरीलाई अलिकति उत्साह भयो कि त्यो मिसिनबाट चाहिँ अनि मिसिनले ट्याक्क देखायो भने। त्यसरी अब त्यो यस्तो कुराहरू चाहिँ स्वास्थ्य मन्त्रालयले ट्याक्क अगाडि ल्याइदिनु पर्थ्यो। हर्न नबजाऊ भनौँ अनि चाहिँ यातायात व्यवस्था विभागले त्यो हर्न नबजाऊ भनेको त ठिक थियो नि। बेकारमा नचाहिने काममा ठुल्ठुलो चाहिँ त्यो चाहिँ प्रेसर हर्न राखेर नबजाऊ, जहाँ चाहिँ अनि चाहिँ आवश्यकै परेको ठाउँमा बजाऊ। अनि त्यसपछि चाहिँ सकभर यो हर्न भन्ने कुरा बजाउनु हुन्न, यसले कान खराब गर्छ, अरू पनि खराब गर्छ, स्वास्थ्य पनि। मन्त्रालयले वास्तै गर्दैन। मन्त्रालयले वास्ता गरिदिएको अहिले हर्नको अनि चाहिँ समस्या धेरै घट्थ्यो हेर्नुहोस् काठमाडौँमा। त्यसो हुँदाखेरि यो अब कतिपय चिजहरू अर्कोलाई सपोर्ट गर्ने पनि छ, अनि सहकार्य गर्नुपर्ने पनि छ। कतिपय कुराहरूमा हामीले यो चाहिँ ठिक हो भनिदिँदाखेरि चाहिँ अनि चाहिँ उहाँहरूलाई चाहिँ अब हौसला हुन्छ हामीले काम गर्न लागेको चाहिँ अनि चाहिँ राम्रो रहेछ भने। दुइटै कान बन्द भएर त्यो चाहिँ अनि चाहिँ ऊ राख्दाखेरि पनि हियरिङ एड राख्दाखेरि सुन्नै एक रत्ती पनि नसुन्ने मान्छेको सङ्ख्या धेरै बढिसक्यो अहिले। यो त प्रिभेन्टेबल हो नि। हामीले यसलाई त त्यहाँ रोकथाम गर्नु पर्थ्यो। यसरी चाहिँ हामीले यो पब्लिक हेल्थको अप्रोचबाट अनि रोकथाम गर्नुपर्ने चिजहरूलाई एकदमै अनि स्वास्थ्य मन्त्रालयले इग्नोर गरेको। नयाँ केही आएकै छैन केही पनि। अब यो चाहिँ 2016 पछि चाहिँ नयाँ चिज केही पनि आएन होइन। त्यो अब नयाँ चिज नआइदिँदाखेरि के हुने हो भने अब त्यो चाहिँ त्यत्तिकै रह्यो। जस्तो अब मैले देख्दाखेरि साना बच्चाहरू यति खाल्डोमा डुबेर पानीको खाल्डोमा डुबेर मरिरहेका छन्। त्यसले त हाम्रो चाहिँ 5 वर्षभन्दा मुनिको बच्चाहरूको बाल मृत्यु दर त नघट्ने भयो नि त। त्यो सजिलो पनि छैन, गाह्रो पनि छ। तर केही अब चाहिँ हामी त्यहाँ सुरु गरिदिने हो भने हामीले त्यसमा चाहिँ अनि चाहिँ केही न केही प्रगति गर्न सक्छौँ। बाआमालाई सचेत गराउन सक्छौँ। बच्चाहरूलाई चाहिँ यसरी चाहिँ एक्लै नछोड्नु, उनीहरूलाई त्यो खाल्डाको डिममा चाहिँ गएर यो पानी जमेको ठाउँमा गएर पौडी खेल्नलाई चाहिँ अनि चाहिँ अब यो हुन्न भनेर भन्नु, यो त खतरा छ भनेर भन्नु। अनि ठुलो मान्छेको साथ लगाएर मात्रै साथमा छोडिदिनु, यस्तो कुराहरू राख्न सक्दैनौँ। अब यो छैन, केही पनि छैन। प्रचार प्रसार गर्ने कुरामा राज्यको कन्जुसियाइ त छ नै। त्यो कुरालाई मैले धेरै कमजोर भइसक्यो। अहिले खोपै लगा भन्दैन। 1 वर्षपछि 365 दिनमा नयाँ आमा आएनन्। 20 वर्ष 22 वर्षका महिलाहरू बिहा गरे, बच्चा पाए, त्यसले कतिवटा खोप लाउने हो भन्ने कुरा त सरकारले त भनिदिनु पर्थ्यो नि तिनीहरूले चिन्ने गरी। वर्षको 2-4 चोटि भनिदियो भने पनि अर्कै हुन्थ्यो। थाहै छैन। समाचार आउनु अगाडि रेडियोहरूमा बजिरहन्थे, साउन पानीले हात धौ, मिची हात धौ भनिरहन्थे। त्यस्ता विज्ञापनहरू आउँथे। किन जेनेरेसन त चेन्ज भइ नै रहेको त हुन्छ नि होइन। त्यो चाहिँ अलिकति राज्यको कन्जुसियाइ एउटा। अर्को कुरा यो सबै समस्या चाहिँ अथवा चाहिँ भर चाहिँ डोनरहरूमा परेर पनि समस्या आयो कि जस्तो लाग्छ। पैसा उसले दिने यसमा फेरि अब पैसा रोकिएपछि राज्यसँग पैसा छैन हामीसँग भन्ने। पहिला अब चाहिँ दाताहरू खास गरी युएसएआइडीको सपोर्ट चाहिँ धेरै थियो। युएसएआइडीको सपोर्ट नेपाल सरकारलाई, युएसएआइडीको सपोर्ट डब्लुएचओलाई, युएसएआइडीको सपोर्ट युएनएफपीलाई, युनिसेफलाई, उनीहरूले पनि अनि त्यसपछि चाहिँ यो चाहिँ अनि यो स्वास्थ्य शिक्षाको कामहरू बढाउँथे। अब अहिले के भयो भने युएसएआइडीको बजेट काटिएपछि अब डब्लुएचओको त हामी मेम्बरै हुँदैनौँ भनेर अब $200 मिलियन काटियो डब्लुएचओले हरेक वर्ष पाउने पैसा।
अनि त्यसले गर्दाखेरि अब उनीहरू कहाँ पनि विक भएको छ। तर अब कतिपय चिजमा त हामीले पनि त दिन सक्थ्यौँ नि। है बच्चालाई चाहिँ यति यति महिनामा यो खोप लाउनुपर्छ भनेर त वर्षको चाहिँ अनि 2-4 चोटि त भन्थ्यो, कमसेकम महिनाको 1 चोटि भनिदियो भने त नयाँ आमाहरूले थाहा पाउँदैन थिए। अब यो चाहिँ अनि कुराहरूमा धेरै कम भयो के, यो चाहिँ अब यो मैले भन्न खोजेको के भने पब्लिक हेल्थ धेरै कमजोर गराउनु भनेको क्युरेटिभ बढाउनु हो। क्युरेटिभ बढाउनु भनेको स्वास्थ्य सेवाको लागत बढाउनु हो, होइन? किनभने अब त्यो चाहिँ सबै मान्छे बिरामी हुन्छन्, बिरामीको उपचार गराउनु पर्यो, अस्पताल खोले भइहाल्यो। अस्पतालको अबको यो चाहिँ अनि चाहिँ बजेट धेरै बढाउनु पर्ने हुन्छ। त्यसो गर्दाखेरि त्यतातिर लाग्नु हुँदैन। यो चाहिँ अनि चाहिँ प्रिभेन्सनतिर जानुपर्छ अथवा चाहिँ रोकथामतिर जानुपर्छ। त्यो त्यतातिर चाहिँ गएको देखिँदैन। तपाईँहरूले काम गर्दाको नेतृत्वको सुन्ने क्षमता कस्तो थियो डाक्टर साहब? पहिलाको त कस्तो थियो भने आफूलाई दिएको जिम्मेवारी हो, मेरो जिम्मेवारी हो भन्ने थियो। के अरे त्यो जिम्मेवारी वहन गर्दाखेरि कसले के भन्छ भन्ने कुराको अवस्था हुँदैन थियो। हेर्नुहोस्, अब अहिले के भन्छ, अहिले डराछन्। अब कसैले केही भन्यो भने मैले त्यसको जवाब कसरी दिने भन्छन्। मैले तपाईँको जिम्मेवारीमा किन कसैले औँला ठडाउने हो? यतिचोटि चाहिँ खोप लगाउनुपर्छ सानो बच्चालाई भनेर चाहिँ अनि यो मिडिया मार्फत चाहिँ हामीले मेसेजहरू दिँदाखेरि त्यसमा आउने चाहिँ अनि चाहिँ तैँले किन यो मिडियामा चाहिँ यसरी दिइस् भनेर कसले भन्छ तपाईँलाई? त भन्नु पर्दैन, कसैले केही भन्दैन। त्यो त तपाईँले त झन् राम्रो पो भन्छ नि त। अब भन्दाखेरि होइन अब यहाँ त औँला ठडाइराखेका छन् मान्छेले। यो घटना एउटा भएन त हजुरको कोभिडको टाइममा डाक्टर शेरबहादुर पुनलाई कारबाही नै गरेन, तैँले चाहिँ जनस्वास्थ्यको हिसाबले चाहिँ जनतालाई अवेरनेस गरिस् भनेर कारबाही गरेर मन्त्रालय तानेको घटना त ताजै छ नि, होइन? त्यस्तो पनि भयो। त्यसो गर्दाखेरि अब यो चाहिँ कतिपय कुराहरूमा चाहिँ त्यस्तो अब जिम्मेवारी होइन, जिम्मेवारी वहन गर्दाखेरि किन जिम्मेवारी वहन गरिस् भन्ने कुराहरू चाहिँ सोध्न पनि नहुने हो। त्यो सोध्नु पनि त्यो चाहिँ गलत कुरा थियो, होइन? त्यो चाहिँ किन हुन्छ भने अब यो त स्वास्थ्यमा त आफ्नो अधिकार। मैले चाहिँ यो एपेन्डिसाइटिस हो, म अपरेसन गर्छु भने एपेन्डिसाइटिस हो कि एपेन्डिसाइटिस होइन भनेर प्रमाणित गरेर त मलाई कारबाही गर्नुहोस्। हो भने त सिद्धि हो नि, होइन? त्यसको त फेरि मैले त डकुमेन्ट राखेको हुन्छ त्यहाँ त। यो अल्ट्रासाउन्ड मेरो मात्रै रिपोर्ट हुँदैन, यो एक्सरेको डाक्टरको, अल्ट्रासाउन्डको डाक्टरको रिपोर्ट हुन्छ, त्यहाँ ब्लडको रिपोर्ट हुन्छ, पिसाबको रिपोर्ट हुन्छ, बिरामीको सिम्टम हुन्छ, होइन? त्यहाँ लेखेको हुन्छ, डकुमेन्टेड हुन्छ। त्यसको आधारमा पुष्टि भएर न अनि चाहिँ त्यसपछि यो एपेन्डिसाइटिस हो भन्ने कुरा हो। एपेन्डिसाइटिसको अपरेसन किन गरिस् भन्न त पाइँदैन। त्यसो हुँदा यो फलाना चिजको पब्लिक हेल्थको क्याम्पेन किन लाई सघाउ पुर्याइस् भनेर स्वास्थ्य मन्त्रालयले अथवा नेपाल सरकारको कुनै पनि निकायले त्यो खोज्नु भनेको गलत हो। त्यसले चाहिँ त्यसको त नतिजा चाहिँ नराम्रो हुन्छ। तपाईँ प्रष्ट वक्ता पनि हो, अनुभवी चिकित्सक पनि हो, एउटा प्रशासक पनि हो। अहिलेको सिचुएसनमा मलाई 3वटा चाहिँ तिमीले सल्लाह देऊ डाक्टर बाबुराम, के सुधार गर्न सकिन्छ स्वास्थ्यमा भनेर स्वास्थ्य मन्त्री या सचिवले सोध्यो भने तपाईँको सुझाव के हुन्छ? मेरो सुझाव त के हुन्छ भने यो देशमा 3 किसिमको स्वास्थ्य सेवा छ। एउटा प्राइमेरी हेल्थ केयर छ, अर्को सेकेन्डरी हेल्थ केयर छ, अर्को टर्सियरी हेल्थ केयर छ। प्राइमेरी हेल्थ केयर भनेको यो सबभन्दा तलको तह यो चाहिँ स्वास्थ्य सेवा। त्यो स्वास्थ्य सेवा चाहिँ 3 करोड जनतालाई नै चाहिन्छ। केही नभए केही गएर सोध्नुपर्ने पनि होला, होइन? यस्तो भयो चाहिँ अब के गर्ने हो भनेर चाहिँ सोध्नुपर्ने होला। त्यहाँ चाहिँ अरू औषधि खानुपर्ने, जाँच गर्नुपर्ने केही छैन होला। त्यसो गर्दाखेरि त्यो स्ट्रङ भयो भने, त्यो प्रभावकारी भयो भने त्यसले चाहिँ धेरै अनि चाहिँ बिरामीहरू अहिले जुन चाहिँ वीरस्थलमा भिड देखिया छ, धरानमा हेर्नुहोस् 3200 बिरामी दैनिक ओपिडीमा। कसरी हेर्ने हो 3200 बिरामी? त्यो 3200 बिरामी चाहिँ अनि क्वालिटी सर्भिस भनेर अब एकदम चाहिँ गुणस्तरीय स्वास्थ्य सेवा दियो भनेर न त्यहाँको भिसीले भन्न सक्छ, न स्वास्थ्य मन्त्रालयले भन्न सक्छ, कसैले भन्नै सक्दैन। 3200 पनि कम हो। एउटा अनि चाहिँ डाक्टरको युनिटले 50वटा बिरामी हेर्ने हो भने पनि, होइन? अब ल हेर्नुहोस्, अब चाहिँ 3200 दुना अब चाहिँ 64 कोठामा चिकित्सकको समूह बसेर हेर्नु पर्यो। त्यो सम्भवै छैन। एउटाले चाहिँ अब 200, 300, 400 हेर्ने होला। त्यो हेर्दाखेरि चाहिँ अनि गुणस्तरीय स्वास्थ्य सेवा हुँदैन। कति चिजमा अब चाहिँ एउटा डायग्नोसिस हुनुपर्नेमा अर्कै होला, एउटा ट्रिटमेन्ट हुनुपर्ने अर्कै होला, बिरामीले दुःख पाउलान्, बेसी खर्च होला। त्यसैले अब यो सुधार गर्ने हो भने हामीले, मैले त यो प्राइमेरी हेल्थ केयरमा सुधार गरौँ। बरु अलि धेरै बिरामी आउने ठाउँ जहाँ छ त्यहाँ चाहिँ डाक्टर राखिदियो, हेल्थ पोस्टमा एउटा डाक्टर राखिदियो, होइन?
डाक्टर र तपाईँले एउटा चाहिँ एक्सरे अनि चाहिँ ल्याब राख्नु बित्तिकै त्यसले चाहिँ त्यहाँ चाहिँ धेरै माथिल्लो स्तरको सेवा दिन सक्छ। जहाँ थोरै छ अहिलेकै अनि चाहिँ जनशक्तिबाट काम चलाउँ, जहाँ अलिकति अनि चाहिँ धेरै बिरामी आउने अनि चाहिँ मानिसहरूको वरिपरि घनत्व बेसी छ त्यस्तो गराएर चाहिँ यो प्राइमरी हेल्थ केयरलाई चाहिँ एकदमै अनि चाहिँ सुधार गर्नु पर्यो। त्यसमा सुधार गर्दाखेरि धेरैलाई चाहिँ सुविधा हुन्छ भनेको एउटा मेरो सुझाव त्यही हो। दोस्रो सुझाव के भने यो अब त्यही यो जुन चाहिँ यो जनस्वास्थ्यको कार्यक्रमहरू जस्तो खानेपानी शुद्ध खानेपानीको कार्यक्रम अनि सरसफाइको कार्यक्रम होला। अब यो धुमपान मद्यपान विरुद्धको अनि चाहिँ क्याम्पेनहरू होला। पोलेको नखाऊ होइन, मासु खाऊ ठिक छ, मासु पकाएर खाऊ न, पकाएको मासु खाए भइहाल्यो नि। त्यो काँचो मासु पोलेर सेकुवा बनाएर नखानु। त्यो पोलेर सेकुवा बनाएको कालो भाग चाहिँ ठ्याक्कै आन्द्रामा टाँसिन्छ, त्यसैबाट घाउ बनाएर लङ टर्ममा क्यान्सर निक्लिन्छ भनेर प्रमाणित गर्यो जापानले होइन। त्यसो गर्दाखेरि त्यो त बोलिदिनु पर्यो त। अब सरकार स्वास्थ्य मन्त्रालयले बोलेन भने को बोल्ने हो त? अब त्यो अरू बोलेर त मान्छेले त्यो अहिले मान्यता पनि दिँदैन नि होइन, मान्यता दिँदैन। त्यसो गर्दाखेरि यी कुराहरूमा चाहिँ अनि चाहिँ यो सरकारको ध्यान चाहिँ अलिकति चाहिँ स्वास्थ्य मन्त्रालयले यस्तो कुरामा यो प्रिभेन्सनको कार्यक्रममा अलि चाहिँ अनि चाहिँ ध्यान दिनुपर्छ भन्ने चाहिँ मेरो चाहिँ दोस्रो। यो दुईवटा सुधार गर्ने हो भने त अब धेरै हुन्छ। अब तेस्रोमा चाहिँ अब कतिपय कार्यक्रमहरूमा हामी चाहिँ कम देख्यौँ। उपभोक्ताको अब चाहिँ अनि त्यो कन्ज्युमर प्रोटेक्सन भन्छ। जति मान्छे गरिब भयो त्यसले चाहिँ सस्तो खोज्छ। खल्तीमा पैसा कम छ भने सस्तो खोज्छ। अनि सुतीको कपडा सट्टा बच्चाहरूलाई छोरीलाई छोरालाई नाइलनको फ्रक सर्ट किनेर लगाइदिन्छ। त्यो नाइलनको सर्ट र फ्रक लाउनु बित्तिकै उनीहरूले चाहिँ त्यो जलन हुने चाहिँ सम्भावना बेसी हुन्छ। आगलागीको सम्भावना बच्चाहरूलाई बेसी हुन्छ। अनि त्यसको साथसाथै अनि चाहिँ त्यो अब यसले गर्दाखेरि उसले अब चाहिँ सस्तो खालको तेल किनेर ल्याएर खाला। त्यो जुन चाहिँ सस्तो हाम्रो ग्रिज सिरिजमा लगाउने खालको त्यस्तो खालको तेलहरू त्यो र उपभोक्ताहरूलाई पनि व्यापक रूपमा चाहिँ जानकारी गराउनला यो उपभोक्ता कन्ज्युमर प्रोटेक्सन क्याम्पेन जस्तो पनि हामीले चाहिँ सुरु गर्नुपर्ने हुन्छ। त्यो चाहिँ अनि चाहिँ अब अहिले के भयो भने यो बेसिक हेल्थ केयर भन्थ्यो, पहिला हामी चाहिँ प्राइमरी हेल्थ केयर भन्थ्यौँ। प्राइमरी हेल्थ केयरभित्र क्युरेटिभ थियो। अब अहिले क्युरेटिभ छ, प्राइमरी हेल्थ केयर कहाँ छ थाहा छैन। 1978 को आल्माटा कन्फरेन्समा हामीले सही गरेका छौँ। त्यो सही गरेकोमा हामीले छोडिदिउँ कि त्यो यथावत छ? त्यो केही पनि बोलेन। भूपेन्द्र यादव मन्त्री हुनुहुन्थ्यो, स्वास्थ्य मन्त्री, उहाँले भन्नुभयो त्यो त्यहीको त्यही छ, तर कागजमा डकुमेन्टमा कहीँ पनि छैन त मन्त्रीजी। चुप लागेर हिँड्नुभयो फेरि। त्यसो गर्दाखेरि अब यी कुराहरू राख्दाखेरि के हुन्छ भने प्राइमरी हेल्थ केयरको एप्रोच गर्दाखेरि अनि चाहिँ अनि सबै मान्छेलाई त्यही किसिमको मेसेज जान्छ। यो सबैको एक प्रकारको यो अब यो अधिकार जस्तै हुन्छ। सबैले त्यस्तो त्यो सम्बन्धी सुन्न पाउने, काम गर्न पाउने। फेरि यो यस्तो कुराहरूमा चाहिँ अनि चाहिँ पनि अहिले चाहिँ नीतिगत रूपमा चाहिँ कतिपय कुरामा नीतिगत रूपमा हामी अस्पष्ट भएनौँ। नीतिगत अस्पष्टताले गर्दाखेरि पनि अनि चाहिँ यहाँ चाहिँ अनि चाहिँ धेरै यो चाहिँ स्वास्थ्य चाहिँ अलि अल्मलिएको जस्तो, यसमा चाहिँ अनि काम नभएको, मान्छेहरूले चाहिँ धेरै दुःख पाएको, सानोतिनो कामको लागि टाढा चाहिँ जानुपर्ने उपचारको लागि, यस्तो चाहिँ देखिएको छ। र दोस्रो अब तपाईँले भन्दैमा अब हेर्नुहोस्, ओलाङचुङ गोलाको मान्छेलाई अब रेफर गर्यो बिमाले, धरान आउनुपर्छ या विराटनगर आउनुपर्छ। अब हाम्रो उहाँ त्यो ब्यास गाउँपालिका कालापानी भन्छ, टिङ्कर, उता कालापानी भन्दा कालापानी खोलाको पश्चिमतिर त भारत बसिया छ। यतापट्टिदेखि लिएर टिङ्करको मान्छेहरू आउनु पर्यो भने चाहिँ अब टिङ्करबाट चाहिँ दाजुलाई सदरमुकाम आउनलाई 4-5 दिन लाग्छ अहिले पनि होइन। पहिला त धेरै दिन लाग्थ्यो, अब अलिकतिसम्म चाहिँ बाटो गएको छ। अनि त्यसपछि चाहिँ अनि बाटो खन्दैछ, बल्ल बाटो खन्दैछ। अब कति ठाउँमा त त्यो बाटै भिरको बाटो हिँड्नुपर्ने अप्ठ्यारो रहेछ। त्यसले अब त्यहाँको मान्छे उपचार गर्न आउनु पर्यो भने काठमाडौँ आउनुपर्छ। कति त्यो त्यहाँदेखि यहाँसम्म आउनलाई हिँडेर आउनु पर्यो। अब यो बिमा कार्यक्रम नेपालभरि प्रभावकारी रूपले लागू गर्दा दिन
हाम्रो कहाँ चाहिँ यो चाहिँ बिमाको उपचार गर्ने केन्द्रहरू हुने हो भनेर त अहिले तोकिनु पर्थ्यो र त्यसको लागि काम गर्नु पर्थ्यो। उदाहरणको लागि पाटनको चाहिँ अनि चाहिँ बैतडीमा अनि चाहिँ त्यस्तो ट्रिटमेन्ट सेन्टर हुने हो भने दार्चुलाका मान्छे पनि आउन सक्छन्, होल बैतडी त्यहीँ आउन सक्छ। यता बझाङका मान्छेहरू पनि दार्चुला भएर आउँछन्, के अरे त्यही त्यही हाम्रो खोडपे भएर आउँछन्, पाटन भएरै आउँछन्। त्यसो गर्दाखेरि 3 जिल्लालाई त ठ्याक्कै सेन्टर पर्छ। मैले एउटा उदाहरण दिएको मात्रै, यस्तो धेरै छ। अब जस्तो त्यहाँको अब ताप्लेजुङको अथवा ओलाङचुङ गोलाबरदेखि अनि अनि 5 थरका मान्छेहरू कहाँ जाने हो त? त्यो तिमीहरू विराटनगर अथवा चाहिँ अनि धरान जाऊ भनेर चाहिँ रेफर गर्ने हो र होइन नि? उनीहरूलाई त कि हामीले चाहिँ अनि चाहिँ 5 थरको अस्पताललाई माथि स्तरोन्नति गरेर त्यही उपचार गर्ने बनाउने हो कि होइन? अब यतातिर चाहिँ हेर्नुहोस्, अब चाहिँ यस्तै छ यतातिरको पनि, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सङ्खुवा सभाका मान्छेहरू कहाँ उपचार गर्न जाने? कन्सेप्ट त धेरै अगाडिदेखि आएको, अहिलेसम्म त गरिसक्नु पर्ने हो नि त। कहाँ हुने हो? त्यहाँको चाहिँ अस्पतालको निर्माण गरेर त्यही किसिमको चाहिँ अनि चाहिँ कमसेकम एउटा चाहिँ पहिलाको हाम्रो अञ्चल अस्पतालको स्तरको दोस्रो स्तरको स्वास्थ्य सेवा दिने गरी त अहिले त यो त भइसक्नु पर्थ्यो। त्यो नगर्दाखेरि अनि चाहिँ अहिले धेरै समस्या भयो। मान्छेहरू एकै ठाउँ आए, जे माने काठमाडौँ आउने वीरस्थाले यो बिरामीहरूको उपचारै गर्न नसक्ने, टिचिङले उपचारै गर्न नसक्ने, यति धेरै बिरामी भयो कि होइन? धेरै अब त्यो चाहिँ अब त्यही अनुसारको अपरेसन थिएटर चाहिन्छ होइन? धेरै अपरेसन गर्ने हो भने त्यही अनुसार अपरेसन थिएटर मात्रै भएन, आइसियुको बेड चाहियो, नर्स चाहियो। त्यो दिनै सक्दैन अस्पताल, त्यसरी धान्नै सक्दैन, धेरै मान्छे स्टाफ राख्नु पर्यो। त्यसैले अब यो कुराहरूमा यहाँ कतिपय कुराहरू चाहिँ योजनाबद्ध तरिकाले जानुपर्ने, स्वास्थ्यको योजनाविहीन भएको जस्तै छ अहिले। योजना नभएपछि के हुन्छ भने अनि 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 त्यसपछि कार्यक्रम पनि चाहिँ कमजोर हुँदै जान्छन् र त्यो बिग्रिँदै जाने हो। अहिले भएको कुरा त्यही हो। अन्ततगत हामी लास्टमा गएर फेरि पुरानै अवस्थामा फर्किने हौँ कि भन्ने एउटा जोखिम पनि यसो छ। अब यसमा त्यहाँ बनायो भने हुन्छ। जस्तो ब्रिटिस सिस्टम छ, हेल्थ सिस्टम। ब्रिटिस सिस्टम चाहिँ के गर्यो भने डिसेन्ट्रलाइज पनि गरिदिएको छ, तर कतिपय कुराहरू जस्तो जनशक्तिको कुरा, एउटा गाउँपालिकामा मेडिकल अफिसर थियो, थाई मेडिकल अफिसर पठायो। त्यो थाई मेडिकल अफिसरले सर्जरी पढेर आयो, 3 वर्षको एमएस गरेर आयो। त्यसलाई त्यहाँ राखेर त भएन नि। त्यसको त स्किल सबै बुझ्छ त, त्यहीँ बस अनि बसे नबसे मामला के मतलब भन्नु त भएन नि। त्यसलाई लोजिकल्ली कसरी त्यसलाई चाहिँ हामीले अब अर्को संस्थामा पठाएर त्यसलाई निरन्तरता दिने हो, त्यसलाई नेपालमै बस्नलाई इन्करेज गर्ने हो, यो कुराहरूको बारेमा स्पष्टता हुनुपर्छ। अब ब्रिटेनले त्यही गरेको छ। उसले नेसनल हेल्थ सिस्टम बनायो, मान्छेलाई चाहिँ अनि चाहिँ अब जागिर पनि निरन्तरता गरिदियो। अब यहाँ 4 वर्ष काम गरेको थियो भने अनि त्यसपछि अञ्चल अस्पतालमा गयो भनौँ न, एउटा प्राथमिक स्वास्थ्य केन्द्रबाट अञ्चल अस्पतालमा गयो, के अरे यो हाम्रो प्रान्तीय अस्पतालमा गयो, बुटवलमा गयो। यहाँ काम गरेको 4 वर्षको थाई नोकरी त्यहाँ जोडिन्छ, ब्रिटेनमा भए जोडिन्छ। भनेपछि अब त्यहाँ काम गरेपछि उसले कति वर्ष काम गर्यो, 20 वर्ष काम पुरा भएपछि उसको पेन्सन हुन्छ। एउटा मलाई अलिकति जोड्न मन लागेको, 2004 अगाडिको कुरामा त यो जापानीहरूले अथवा विदेशीहरू न कतिपयले नेपालमा 2टा सगरमाथा छ पनि भन्थे होइन? मैले भने कुरा नि भएको थियो। के रहेछ 2टा सगरमाथा भने? अब त्यो बेला चाहिँ म त 1999 मा गएको हो। हाम्रो मृत्यु दर सम्बन्धी त्यो चाहिँ हामीलाई वर्कसप राखेको थियो जापानले। जम्मा 4वटा देश मात्रै थियो कि हामीलाई बोलाएको। म थिएँ, अनि एउटा नेपालबाट म गएँ, अनि त्यसपछि लाओस थियो, धेरै उच्च यो मातृ मृत्यु दर भएको, अर्को बङ्गलादेश, अर्को चाहिँ अनि इन्डोनेसिया। 4 देशका हामी मान्छे थियौँ। अनि उनीहरूले के भन्यो भने, अनि मैले प्रस्तुति गरेपछि टोकियो युनिभर्सिटीको त्यो प्रोफेसर, गाइनी अफको प्रोफेसर, हेड अफ द डिपार्टमेन्ट रहेछ उता। ओहो, वाट यु आर डुइङ इन नेपाल? 539 पर 100,000 लाइफ बर्थ पनि कहीँ, अनि चाहिँ त्यत्रो डेथ भएको हेरिरहेका छौ तिमीहरूले, नेपाली डक्टर भनेर थर्कायो। अनि पछि के भन्यो भने, यु हेभ टु माउन्ट एभरेस्ट, वान इज इन हिमालयज, एनदर इज डेथ अफ द वुमेन भन्छ। पेल्यो। अनि पछि लास्टमा फेरि अनि रियलाइज गरेँ, कति डाक्टर छौ? त्यो बेला 1999 नि 500 थिए जम्मा नेपालभरि। वी आर जस्ट 500। नो, द्याट नम्बर इज भेरी लेस।
यु हेभ ए भेरी डिफिकल्ट टोपोग्राफी, इन्क्रिज द नम्बर अफ द डक्टर्स भनेर छोड्यो कि पछि उसले करेक्सन गर्यो। तर अब त्यस्तो थियो नि हाम्रो त स्थिति त। त्यसले मनमा त साह्रै चिसो पस्यो है। एकदम। म त पछि अनि चाहिँ मातृ मृत्यु दर सम्बन्धी कहीँ जान्छ भन्न थाल्यो भने म नमस्कार म जान्न भनेर चाहिँ अनि मेरो नाम काट्नु भनेर कहिचोटि जान खोजेन। झस्का पस्यो। एकदम धेरै इन्सल्ट हुने खालको हो नि, इन्सल्टिङ त्यस्तो थियो। त्यस्तो थियो नि पहिला त इज्जतै थिएन। त्यसपछि केही मन्त्रालयमा आएपछि केही त्यसका रियलाइजहरू कामहरू भए गऱ्यौँ नि हामीले त। पछि त अब अहिले त 151मा मात्रै झऱ्यो नि त। होइन त्यो बेला मैले भन्न खोजेको गऱ्यौँ हामीले चाहिँ। अनि त्यो बिस्तारै अब त्यो आएपछि 5मा त हामीले यही महिलाहरूलाई पैसा दिने कुरा गर्नुभयो अर्थमन्त्री। त्यो बेलाको अर्थमन्त्री हुनुहुन्थ्यो हाम्रो अधिकारी है भरतमोहन। उहाँले भन्नुभयो महिलाहरूलाई पैसा दिनु पर्यो, सुत्केरी भत्ता दिनु पर्यो। मैले धत सुत्केरी भत्ता दिएर त्यही अनि चाहिँ सुत्केरी भत्ता खानलाई चाहिँ अनि सुत्केरी हुने भन्दै कुर्दै गर्दाखेरि मऱ्यो भने त फेरि हाम्रो आपत्ति लाग्छ नि। मन्त्रीजी कहाँ हुन्छ यो? हो ठिक भन्नु हो, तर पैसा चाहिँ दिने कसरी दिने त भन्नुहुन्छ फेरि। अनि पछि हामीले के भन्यौँ भने यो महिलाहरूलाई अस्पतालसम्म जानको लागि धेरै कठिन छ, पैसा धेरै माग्छ। एम्बुलेन्सले, गाडीले, यो बोक्ने मान्छेले होइन, बोक्ने मान्छेले पनि यो सुत्केरी व्यथा लागेकोलाई बोक्नु पर्यो भने त्यसले अनि मेरो देउता रिसाउँछन् भन्ने के भन्ने गरेर चाहिँ मान्दैनन्। त्यसैलाई आधार बनाएर यो ट्रान्सपोर्ट कम्पेन्सेसन भनेर दिदिउँ भनेपछि उहाँले मान्नुभयो। त्यो राखेपछि फेरि के गरियो भने चाहिँ डेलिभरी पनि फ्री गरियो, आइसियुमा बस्दाखेरि पनि फ्री गरियो, अपरेसन पनि फ्री भयो। अनि थोरै जिल्लाबाट लागु हो, 8 जिल्लाको 8 पनि एकदम दुर्गम पाइलोटिङका रूपमा पाइलटिङ 8वटा जिल्लामा पाइलट गरेको। त्यो चाहिँ त्यसले राम्रै भयो। गर्दा अनि 5-6 वर्षपछि 75 जिल्ला गयो। अनि त्यसले गर्दाखेरि अनि चाहिँ अहिले आएर यो धेरै महिलाहरूको अब अहिले चाहिँ डेलिभरी चाहिँ स्वास्थ्य संस्थामा हुन थाल्यो। अनि घरमा डेलिभरी हुँदाखेरि उनीहरूको एकैछिनमा मृत्यु हुन्थ्यो, अस्पतालमा जानै पाउँदैन। आमाहरूले भन्थे, सासूहरूले खोइ डेलिभरी राम्रै भयो, कहीँ केही रगत सगत बगेको केही थिएन, खाना पनि खाना खाएको एकछिनपछि त आँखा यसो लागेको जस्तो भयो, गएर हेर्दाखेरि त गइसक्यो रहेछ भनेर त्यो चाहिँ आमाहरूको भनाइ हुन्थ्यो। त्यो भित्रभित्र कहाँ चाहिँ ब्लिडिङ भएर मान्छेहरूको चाहिँ मृत्यु हुँदो रहेछ। त्यस्तो अब थियो भने पछि अब यो अस्पतालमा जान थालेपछि चाहिँ त्यो धेरै घट्यो अहिले चाहिँ। डाक्टर साहबले कति सचिव मन्त्री झेल्नुभयो? 14 मन्त्री 13 सचिव। 13 सचिव। तपाईँ लोकमान सिंह कार्कीको प्यारो पनि हुनुभयो होइन? लोकमान सिंह कार्की हुनुको पालामा मन्त्रालय आएको। अनि त्यसपछि मन्त्रालयमा आएँ। त्यसपछि अनि हो अनि पछि चाहिँ म हाम्रो शान्तबहादुर हुँदाखेरि शान्तबहादुर हुँदाखेरि म चाहिँ अनि उता गएँ, अनि इडिसिडीमा गएँ। त्यही हो। लोकमान सिंह कार्कीले यो स्वास्थ्य सुधार परियोजना दाताहरूले सहयोग गर्न खोजेको विषयमा त्यहीबाट अनि कर्मचारीहरूलाई चाहिँ डकुमेन्टहरू पढ भन्दाखेरि पनि नभेटेर तपाईँ एउटा मान्छे भेटिएको भन्ने होइन। उहाँहरूले अब सोध्नुभएछ क्या, उहाँले सोद्धाखेरि अब त्यहाँ भएका सबै अब ठुला अब कोही 12 त कोही अब चाहिँ 11 त हुनुहुन्थ्यो। उहाँहरूले भन्नुभएछ हामी धेरै बिजी छौँ, यो पढेर सक्दैनौँ। यत्रो चाहन्थ्यो 1200 त्यो उसको डकुमेन्ट। तपाईँहरूले चाहिँ यो पढेर मलाई जिम्मा दिनु। अब यो कोही कन्सल्टेन्टले बनाइदिएको थियो त्यो। अनि उहाँहरूले भन्नुभएछ यो त हामीलाई त फुर्सद छैन, यो त डब्लुएचओले लगाएर पढ्न लाउनु पर्यो सचिवजी भने चाहिँ सचिव रिसायो। अब चाहिँ डब्लुएचओले पढ्न लाउने भन्दाखेरि त अब सरकारी डकुमेन्ट हो। अब युएन अलिकति नजिक हो, सरकारको थोरै नजिक हो, तर अब कतिपय कुरामा सरकारको भनाइ र उनीहरूको भनाइ मिल्दैन होइन। त्यसो भए हुनाले चाहिँ अनि उहाँले चाहिँ एकदम हुन्न भन्नु सबलाई चाहिँ अनि सबसितरी अब अलिकति उनै भयो भन्ने सुन्छु म। अनि त्यसपछि पछि सहसचिवलाई बोलाएर अनि यो वीर अस्पतालदेखि लिएर यो मन्त्रालयदेखि लिएर हेल्थ पोस्टसम्म यी डकुमेन्ट पढेर आइडिया यसको चाहिँ अनि चाहिँ सजेसन दिन सक्ने, यसमा कहाँ गल्ती लेखेको छ भने गल्ती लेखेको औँलाउन सक्ने मान्छे खोज भन्नुभएको छ सचिवलाई। अनि उहाँले चाहिँ अनि त्यो विश्वनाथ अधिकारी भन्नुहुन्थ्यो, विश्वनाथ भट्टराई अधिकारी। अनि उहाँले फोन गरेर बोलाउनु भयो, अरू 3-4 जनालाई बोलाउनु भएको थियो। अनि हाम्रो सचिवसँग कुराकानी भयो। सचिवजीलाई मैले चाहिँ लामो कुरा गरिनँ के अरे। अब उहाँले सोध्नुभयो अब यो के अब यस्तो भएको छ, यो सक्छस् तैँले भने मलाई त्यो त्यति धेरै थाहा थिएन त्यो विषयको बारेमा पनि। मैले भने सचिवजी तपाईँको अनि चाहिँ सहयोग भयो भने म सक्छु भन्ने त्यति हो। उनलाई अब चाहिँ सचिवलाई त्यो चाहिँ मैले भनेको ल्याङ्ग्वेज मन परेछ। एकछिनपछि चाहिँ तपाईँ त्यहीँ बस्नु भने एकछिनपछि ल तपाईँ अब चाहिँ यहीँ बस्नु त नजानुहोस् अब उता विभागतिर भनेर
म चाहिँ अनि त्यही बस्ने पऱ्यो। आहा। अनि त्यही बस्दा गएँ 10 वर्ष बस्नु पऱ्यो म चाहिँ। लोकमान सिंह कार्की सचिव मध्येका काम गराइको हिसाबले मन परेको मान्छे पनि हो नि। म मात्रै होइन, उनको अब बाहिरबाट हेर्दाखेरि उनले चाहिँ अनि अप्ठ्यारो निर्णय गर्छन्, यहाँ अप्ठ्यारो मान्छे हुन् भन्ने खालको कुरा गर्थे। तर अब हामी चाहिँ त्यो बिचमा स्टाफ कलेजको ट्रेनिङमा पनि जान्थ्यौँ। स्टाफ कलेजले भन्थ्यो, अहिलेका सचिवहरूमा सबभन्दा चाहिँ राइट डिसिजन गर्ने, यो चाहिँ म्यानेजमेन्टको हिसाबले डिसिजन गर्ने मान्छे लोकमान सिंह कार्की मात्रै भन्थ्यो। अनि उनी फेरि डेलिगेट पनि गर्ने अधिकार धेरै। अरूले सबै सचिवले अधिकार जकडेर राखेर सचिवका त्यो चाहिँ टेबलमा फाइल थुप्रो लाउने 25वटा 30वटा फाइल जहिले पनि हुन्थे। तर लोकमानको टेबलमा चाहिँ अनि साँझ एउटा पनि टेबल हुँदैन, त्यो एउटा पनि फाइल हुँदैन थियो। त्यो त्यही दिन चाहिँ उनले चाहिँ सकाएर हिँड्थे। अनि थोरै हुन्थ्यो कि थोरै हुन्थ्यो, टक 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 डिसिजन। अनि अरू चाहिँ जम्मै त्यो 12 तहको नाममा, कोही डिजीको नाममा जम्मै चाहिँ अनि चाहिँ त्यो तोकादेश लाउने अहिले तपाईँलाई चाहिँ त्यो चाहिँ अनि यो फलाना फलानाको मैले चाहिँ अधिकार प्रत्यायोजन गरेको छु भनेर लेखेर दिइदिनु। तपाईँ 10 वर्ष त्यहाँ बस्दै गर्दा तपाईँले मन्त्री चाहिँ कसलाई सम्झिनुहुन्छ राम्रोसँग? हाम्रो अशोक राई पनि एकदमै राम्रो हुनुहुन्थ्यो। अशोक राईले पनि होइन एकदमै सपोर्टिभ, त्यो जम्मै डकुमेन्ट पढेर मात्रै सही गर्ने, हो किसिमले सही नगर्ने। मलाई 7 दिन दिनुहोस् है, यो टाइम दिन्छु, म सबै एक एक अक्षर पढ्छु, तपाईँलाई सोध्छु भन्थे। अन्डरलाइन गरेर लिएर आउनु भन्थे, यो शब्द भने के हो भने ए भनेर अनि त्यो गर्नुहुन्थ्यो। त्यसपछि अनि पछि अनि चाहिँ त्यो खगराज अधिकारी आउनुभयो। खगराज अधिकारी पनि राम्रो हुनुहुन्थ्यो। हेर्नु, खगराज अधिकारीले पनि अनि त्यो नचाहिने कुराहरूको पछि लाएर होइन, अब कति त यो पैसा माग्ने, मान्छेहरू भर्ना गरेर राखिदियो भन्ने, दबाब दिने, यस्तो यस्तो कुराहरू थियो। त्यो चाहिँ अनि चाहिँ उहाँहरूले गर्नुहुन्न थियो। त्यो धेरैजना मध्येमा चाहिँ अनि चाहिँ थोरै चाहिँ अनि चाहिँ के थियो भने त्यो खास गरी उहाँहरूले चाहिँ आफ्नो व्यक्तिगत इन्ट्रेस्टको लागि काम गर्नुहुन्न थियो। अहिलेसम्म हजुरले आफ्नो हातले कति बिरामी चाहिँ हेर्नुभयो? म त अब हेर्नुहोस्, म ड्युटी बस्दाखेरि म धेरै प्रेसरमा थिएँ। ड्युटी अस्पतालमा मैले अब 171 पुरानो, 581 कि कति चाहिँ नयाँ बिरामी हेरेँ एक दिनमा। एक दिनमा बिहान 8 बजे हेर्थेँ, 8 बजे चाहिँ म जान्थेँ। अनि दिउँसो यसो खानालाई भनेर थोरै आधा घन्टा निक्लिन्थेँ। राति 8 बजेसम्म ओपिडी चल्थ्यो है। अब एकै दिनमा चाहिँ 500-600 बिरामी हेर्ने भनेपछि त अब त्यो 500-600 हेर्दाखेरि कति भयो? 600 बिरामीलाई तपाईँले एक एक मिनटमा गर्नुभयो भने 600 मिनट हुन्छ। 600 मिनट भनेको 10 घन्टा लाग्छ। त्यो 1 मिनटमा एउटा बिरामी हेर्न सकिन्छ? अब आइरहेको छ बिरामी होइन। त्यसो गर्दाखेरि मैले अब त्यहाँ बसेँ, फेरि दार्चुला पनि बसेँ। दार्चुलामा चाहिँ अलि छेउतिर भएको हुनाले धेरै भिड थिएन। भारतको पनि अलिअलि बिरामी आउँथे, पारि इन्डियातिरको पनि। ड्युटीमा त असाध्यै धेरै बिरामी आउने, बझाङका बिरामी आउने, अछामका बिरामी आउने, बाजुराका बिरामी आउने, डोटीका बिरामी आउने, डडेलधुराकासम्म बिरामी आउँथे। डडेलधुरा पनि नजिक, यता बैतडी पनि नजिक। त्यो गोपघाटभन्दा माथिपट्टिको ठाउँ चाहिँ यो बैतडीको रहेछ, यता तलपट्टि झरेको थियो सेती नदीको किनारतिर। त्यहाँका बिरामीसम्म आउने गर्दाखेरि त्यो झन्डै 6-7 जिल्लाका बिरामी चाहिँ ड्युटी आउँदाखेरि ड्युटीमा असाध्यै धेरै बिरामी आउने। त हेरेँ मलाई, मैले त अब धेरै, अब मलाई लाग्छ 10औं लाख बिरामी हेरेँ जम्मै। तर अब त्यहाँ ड्युटी बस्दाखेरि त मलाई खाना गर्न लाउन नपाएर एकदमै स्ट्रेस भएर पछि मलाई त चक्कर लाग्न लाग्यो। अनि त्यहाँबाट मैले बिदा लिएर काठमाडौँमा आएर हेर्दाखेरि त मेरो हेमोग्लोबिन 9 ग्राम भएछ। हेर्नुहोस्, खाने खाइन्छ तैँले भन्न थाल्नु हो। डाक्टर सुन्दरमणि दीक्षित कहाँ गएर देखाएँ, है खाने खाएनस् कि क्या हो? काम भयो धेरै, अनि चाहिँ प्रेसर भयो कामको, मलाई त खाना सुत्न टाइमै भएन नि सर भने। 9 ग्राम मेरो 12-12.5 ग्राम भएको चाहिँ यहाँबाट जाँदाखेरि त्यस्तोसम्म भयो। त्यसो गर्दाखेरि अब हेरियो बिरामी। स्वास्थ्य क्षेत्रमा समग्र सुधारका केही सल्लाह सुझाव? प्राइमरी हेल्थ केयरको एप्रोच लागू गरेर होइन, जनतालाई चाहिने चाहिँ जुन चाहिँ त्यो दैनिक रूपमा चाहिने चाहिँ ज्ञान जुन छ, ज्ञान अथवा सिपहरू छ, त्यो दिनुपर्छ। हात धुने सिप हुन्छ नि, त्यो पनि एक प्रकारको चाहिँ अनि जनताको हिसाबले त सिप हो, ह्यान्ड वासिङ स्किल हो होइन। तर हात धोएर खानुपर्छ भने ज्ञान मात्रै भयो। तर कसरी हात धुनुपर्छ
भनेर चाहिँ अनि चाहिँ त्यो 6 स्टेप हुन्छ। त्यो सिकायो भने चाहिँ त्यो सिप हो। योको अब यो र अनि मा यो प्राइमेरी हेल्थ केयर छ। अनि चाहिँ त्यहाँ भएको गाउँमा भएको सानोभन्दा सानो समस्याहरूले मान्छे कैयौँ दिनसम्म चाहिँ थला परेर बसिरहेका छन्। टाढा टाढासम्म जान सक्दैनन्, पैसा छैन। कतिको सामाजिक समस्या छ। बुढा ससुरा र सासू छन्, अनि चाहिँ बुहारी मात्रै छ, जान सक्दैन उनीहरूलाई छोडेर। अथवा सानो बच्चासित बच्चा कि दुईवटा बच्चाको आमा छ, त्यही नजिकैको हेल्थ पोस्टमा पनि जान सक्ने अवस्था छैन। यस्तोमा हामीले चाहिँ अनि चाहिँ के गर्नु पर्थ्यो भने चाहिँ हामीले यो प्राइमेरी हेल्थ केयरलाई चाहिँ अनि चाहिँ अलि स्ट्रङ बनाउनु पर्ने, अनि धेरै ठाउँमा राख्नुपर्ने। अर्को चाहिँ के गर्नुपर्छ भने यदि हामी चाहिँ अब एउटा क्यानाडियन डाक्टरले भनेको छ कि क्यानाडियन फिजिसियनले बिरामी अस्पतालमा स्वास्थ्य संस्थामा आउन सक्दैनन् भने स्वास्थ्य संस्था अस्पताल बिरामी कहाँ जानुपर्छ। हामीले अब कमसेकम पनि चाहिँ अब एउटा चाहिँ अब अहिले यो नेपालको हाम्रो भूगोल गरेर पहिला एकताका त सुरु गरेको थियो यो 2030 सालतिर त घरमा गएर हेर्न पर्यो कि कमसेकम महिनाको एकचोटि त एउटा कोही स्वास्थ्य कार्यकर्ता गएर ओहो के हेर्नु भएको छ तपाईँहरू, महिनौ दिनदेखि ज्वरो आएर सुतिराख्या हो त, गएर त हेरिदिनु पर्यो सरकार। अमेरिका पनि हेर्छ। अमेरिकाको सबै राज्यमा छैन, कुनै कुनै राज्यमा चाहिँ तपाईँले माग्नुपर्छ। फेरि त्यहाँ गएर स्थानीय अधिकारीहरूसँग गएर कुरा गऱ्यो भने मेरो त चाहिँ अनि एकदम सुती छ, अनि ल्याएर यो चाहिँ अस्पतालमा ल्याउन सकिँदैन, दुईवटा खुट्टा प्यारालाइसिस छ, आएर हेरिदिनु पर्यो होइन। 15 दिनमा एकचोटि अथवा 7 दिनमा एकचोटि हेरिदिनु पर्यो, पठाइदिन्छ स्वास्थ्य कार्यकर्ता। यो चाहिँ हामी कहाँ चाहिँ अब एकदमै धेरै जरुरी भएको छ। अब अहिले किन जरुरी भयो भने अहिले चाहिँ गाउँमा बुढाबुढी छन् धेरै, अनि गाउँमा चाहिँ महिला मात्रै छन्, असहाय महिला छन्। उनीहरूसँग चाहिँ अनि अब लोग्ने मान्छे नभइकन अब कतिपय ठाउँमा चाहिँ त्यो जङ्गलको बाटो जानुपर्ने अवस्था छ है। त्यसैले यो यसमा यो थप सुधारको आवश्यकता चाहिँ त म एकदमै देखिरहेको छु र यो चाँडै गर्नु पर्थ्यो। अहिले खालि अब अहिले त गर्यो त्यसले भक्तपुरले, भक्तपुरको नगरपालिकाले, भक्तपुरको जुन चाहिँ नगरपालिका छ सहरको, त्यसले चाहिँ अनि स्वास्थ्य कार्यकर्ता घरमा पठाउन थाल्यो। तर त्यहाँभन्दा पनि मैले देखेको आवश्यकता ग्रामीण क्षेत्रका अनि गाउँहरूमा का बासिन्दाहरूलाई यदि चाहिँ हामीले चाहिँ साँच्चीकै अनि चाहिँ पाए उनीहरूलाई के अब केही अलिकति हामीले दिने हो भने सरकारको तर्फबाट उनीहरूलाई चाहिँ लाभ केही अलिकति फाइदा दिने हो भने चाहिँ त्यो स्वास्थ्य कार्यकर्ता घरमा पठाएर केही न केही यस्तो रहेछ तपाईँहरूलाई त त्यो भएपछि थाहा भएपछि त हामीले अर्को मान्छे मार्फत पनि त औषधि पठाइदिन सक्छौँ होइन। त्योभन्दा अर्को मान्छे गएर हेरिदिनु पनि त्यो डाक्टरै पठाएर हेर्नु पनि सकिन्छ, यस्तो रहेछ त्यहाँ चाहिँ भनेर। त्यसैले यो चाहिँ अनि चाहिँ सिस्टम चाहिँ सुरु गर्नुपर्छ। हुन्छ, हस्, नमस्कार। धन्यवाद, नमस्कार। ल।